हेलो हेलो गुड मर्निङ साथीहरू। आजको मेरो खाजा दलिया हो। दलिया बनाउँदैछु है, हेर्नु होला। दलियामा मैले प्याज हाल्छु, सानो खुर्सानी, टमाटर हाल्छु। यति दलियामा यति सब्जी हाल्छु। एकदम पेट साफ हुँदो रहेछ नि साथीहरू। यो खाजा एकदम राम्रो हुँदो रहेछ। ग्यास्ट्रिक हुने मान्छेलाई यो खाजा एकदम राम्रो। बुढाबुढी वृद्ध बिरामीलाई कायदा हुँदो रहेछ। थोरै घिउ हालेँ, जिरा पड्काएँ, मेथी पड्काएँ, अनि त्यहाँबाट यो पियाज हालेँ। साथीहरू कस्तो मिठो हुन्छ। सुरुमा आउँदा मलाई मनै पर्ने थिएन। आजकल फेरि यो खाना पाउँथ्यो भन्ने हुन्छ। खुर्सानी पनि यहीँ हालिदिएँ, टमाटर पनि यहीँ हालिदिएँ। सब हाल्ने कि त्यसपछि आफूलाई स्वाद अनुसार हाल्ने गरे। अब स्वादले मनपर्छ कि तिमीलाई यसरी हाल्यो। अनि सब्जी हाल्दियो। सब्जी उमालेर पकायो भने छिटो हुन्छ कि। मैले उमालेको सब्जी हो, सबै सब्जीहरू हालेँ। ढाकन फाइनल यस्तो लाग्छ। कति साह्रो खान मन लाग्छ त्यो आफूले। मलाई चाहिँ यत्तिकै मनपर्छ। खिलखिली हेलो हेलो गुड मर्निङ साथीहरू। आजको मेरो खाजा दलिया हो। फाइनल यस्तो लाग्छ। कति